मैले तपाईँलाई कतिचोटि जोइन हुन खोजेको है म चाहिँ हजुरलाई थोरै मेरो के अरे इन्टरभ्यू दिन्छु म दाइ हुनुहुन्छ कि भाइ हुनुहुन्छ त्यो मलाई थाहा भएन तर म 28 वर्ष भए मेरो जन्म जातै यस्तो मैले तपाईँलाई कतिचोटि जोइन हुन खोजेको देखेँ लगभग 3 महिना भयो क्या अब अनि यस्तो भयो क्या मेरो घर चाहिँ धादिङ हो मैले हिँड्न पनि सक्दिनँ अनि अहिले चाहिँ उबेर हिँड्छु धेरै जस्तो चाहिँ व्हिलचेयरमा हिँड्छु क्या म अनि त्यसपछि तपाईँले थुप्रैजना के अरे हामी जाति व्यक्तिहरूसँगलाई चाहिँ माया गर्नुहुन्छ क्या सबभन्दा ठुलो चाहिँ के अरे तपाईँसँग बोल्नु अनि तपाईँसँग मनको कुरा सेयर गर्नु मन लागेको भएर मैले 4 महिना कुटे 4 महिना तर मैले तपाईँको त्यो फ्रेन्डहरूलाई पनि मैले कति भनेको तर कसैले पनि सुन्नु भएन क्या अनि उहाँलाई चाहिँ उहाँले पनि मलाई इग्नोर गर्नुभएको थियो मैले बल्ल बल्ल फकाएर रोएर अनि यो उहाँले कुरा सुनिदिनु भयो अनि बल्ल बल्ल अनि यति धेरै खुसी छु क्या अनि मलाई चाहिँ यस्तो लाग्छ कि सर मान्छे अपाङ्ग भएपछि चाहिँ अलिकति मान्छेहरूले चाहिँ कुरा सुन्न मान्दैन अलि इग्नोर गर्छ त्यो कुरामा चाहिँ एकदम दुःख लाग्छ क्या सर अनि तपाईँसँग चाहिँ पहिल्यैदेखि मलाई जोइन हुनु मन थियो क्या अनि आज इच्छा पुरा भयो आई एम सो ह्याप्पी छु है थ्याङ्क गड अनि यो अवसरमा मेरो 9 गते पनि मेरो बर्थडे थियो क्या त्यतिखेर नि कतिचोटि ट्राई गरेँ अनि सबैजनाले इग्नोर गर्नुभयो क्या मलाई अनि इग्नोर गर्नुभयो सबभन्दा ठुलो चाहिँ के हो भने हजुरको लाइफमा 15-20 हजार 30 हजारसम्म मान्छे हुन्छ त्यही भएर जोइन हुनु निकै गाह्रो हुन्छ क्या तर तपाईँको फ्रेन्डहरूको थ्रुबाट जोइन हुनु सक्यो भने त यता सजिलो हुन्छ नि त त्यही भएर सबैजनाले भनेको मलाई कति इग्नोर गर्नुभयो क्या ठिक छ होइन इट्स ओके म कहिले पनि म त्यसरी मलाई सर नभन्नु होला होइन फर्स्टमा त किनकि म तपाईँको भाइ नै होला म उमेरमा सानै छु होला म भाइ नै होला होइन मलाई सर नभन्नु म यहाँ टिकटकमा आएको म नर्मल मान्छे हो होइन म भन्नु जस्तै हो त्यसैले सर नभन्नुहोस् मलाई रेस्पेक्ट गर्नुभयो होला त्यसको लागि धेरै धेरै धन्यवाद छ तर मलाई भाइ भनेर बोलाउँदा हुन्छ है हुन्छ तर आज म यति खुसी छु कि मलाई पनि हिजो भर्खर जोइन गराइदिनु भएको भाइले चाहिँ के अरे अपाङ्ग होइन होला त के अरे पैसाको लागि चाहिँ यस्तो गर्न लाग्यो होला भन्ने के के अरे भर्खर जोइन भएको थियो नि त्यो भाइले भनेको थियो अनि म साँच्ची के अपाङ्ग हो नपत्ता मेरो एकैछिन पक्नु त्यो भाइलाई छ नि त्यो जो अघि भर्खर जोइन भएको भाइ थियो नि त्यो भाइको म हड्डी फुत्काउँछु रोक्नु बुझ्नु भएन यस्तो हान्छु नि त्यसलाई यस्तो हान्छु मैले रोक्नु न अनि त्यसपछि म साँच्ची के मेरो भिडियो हेर्नु अनि त्यसपछि म त भन्नु म कुनै पैसाको लागि गरेको होइन बरु म अपाङ्ग भए पनि तपाईँलाई दिन्छु पैसा तपाईँको 1 रुपियाँ पनि चाहिँदैन मलाई गुलबोयसँग जोइन हुनु र मात्रै तपाईँसँग मैले हात जोडेको हो भने बिन्ती आई लभ यु एकदम माया छ मेरो साइडबाट म सानो भाइ नै होला हजुरको है तर आई लभ यु सो मच आई लभ यु कसैले पनि त्यस्तो भन्यो भने कसैले पनि लाइभमा आएर कसैले पनि त्यस्तो गरेर लेख्यो यताउति भन्यो भने मलाई भन्नु होला है कोही लाइभमा जोइन भएर तपाईँलाई त्यस्तो गर्न थाल्यो यताउति नराम्रो भन्यो भने है मलाई भन्नु होला म तपाईँलाई एउटा मान्छेको नाम भनिदिन्छु होइन त्यो मेरो दिदी बहिनी नि हो उहाँले लाइफमै हुनुहुन्छ मैले उहाँलाई पनि भनेको उहाँको नाम चाहिँ के हो लिम्बुनी हो तपाईँले चिन्नुहुन्छ होला पिङ्क कलरको टी सर्ट आएको छ नि टोपी लगाएको छ क्या अनि मैले उहाँलाई पनि भनेको
मलाई कुल भाइसँग जोइन गराइदिने तर तपाईँले फलो ब्याक नदिएसम्म चाहिँ जोइन गर्न मिल्दैन भनेको अनि म फलो ब्याक दिन्न किनभने के अरे सक्ने मान्छे अपाङ्ग हो भनेर पैसा कति ठग्नु खोज्दै तपाईँ नि त्यस्तै होला भनेर उहाँले पनि भन्नुभयो क्या अनि उहाँले पनि भन्नुभयो अनि त्यसपछि म अपाङ्ग होइन बुझ्दिनँ भनेको त्यसो भए तपाईँको प्रोफाइल हेर्छु अनि म चाहिँ फलो ब्याक दिन्छु भनेर भन्नुभएको थियो एक हप्ता भयो उहाँले नि इग्नोर गर्नुभयो क्या अनि मेरो मनमा चाहिँ सधैँ सुन्नु न गुल्बा मेरो मनमा चाहिँ सधैँ के खेल्छ भने आफू नसक्ने भएपछि मान्छेहरू ठाउँमा पुगेपछि हामी जस्तोलाई गर्दैन के यो कुरामा चाहिँ म 100% यो हजुरको मन एकदम राम्रो छ बुझ्छु होइन ठुलो छ हजुरको मन यो नेपालभन्दा ठुलो छ हामी जस्तो मान्छेलाई धेरै माया गर्नुहुन्छ तर तपाईँ जस्तो बुझ्ने मान्छे त अरू हुँदैन नि त त्यही भएर म तपाईँसँग 3 महिना अगाडिदेखि नै कति ट्राई गरेँ क्या अहिले चाहिँ म गाउँमा भएर मात्रै हजुरसँग बोल्न पाएको हो म काठमाडौँमा होस्टेल बसेर पढ्छु क्या न त म बोल्न पाउने थिएन अनि गाउँमा भएको बेला हजुरसँग पनि बोल्छु मसँग भएको प्रतिक्रिया कला पनि तपाईँलाई देखाउँछु भनेर बल्ल जोइन हुनु भयो थ्याङ्क यू सो मच म कुनै दिन म काठमाडौँ गएपछि हजुरको फोटो धुलाएर मेरो कोठामा अवश्य राख्नु म यति खुसी छु कि आज मैले हजुरको दिदीसँग पनि कुरा गरेको थिएँ मनिषा अनि उहाँले पनि फलो ब्याक मागेको थिएँ उहाँले पनि दिनु भएन क्या अनि त्यसपछि आज चाहिँ एकदम जोइन हुनु भयो थ्याङ्क यू सो मच भाइ हजुरको आफ्नै दिदी मनिषा हुनुहुन्छ नि सँगै बस्नु उहाँले चाहिँ इग्नोर गर्नु भएन फलो ब्याक मागेको दिनु भएन हजुरसँग जोइन हुनु सायद मैले हजुरसँग च्याटमा कुरा गरेको थिएँ कमेन्टमा तर हजुरको लाइभमा धेरै भ्युज भएर मेरो कमेन्टमा कमेन्टमा होइन होला कमेन्टमा भएर होला नत्र त्यस्तो छैन त्यस्तो केही पनि छैन भाइ होइन त्यस्तो नभन त्यस्तो केही पनि छैन होइन हामीले केही फेक एकाउन्टहरू होला के अरू कुनै एकाउन्ट होला होइन नत्र त्यस्तो केही पनि छैन भाइ कुल भाइ मैले हजुरको दिदीलाई नराम्रो भन्नु खोजेको होइन के मैले यति भन्नु खोजेको हजुरको दिदीसँग फलो ब्याक मागेको थिएँ तर धेरै मान्छे भएर कमेन्ट नदेख्नु भएर भन्नु मात्रै त्यस्तो भन नि त अनि कुरा भएको थियो भनेर भन्छौ अनि तिमीले त सही भनेको रहेछ त चाहिँ मलाई उल्टो भन्नी किन भाइले त सही भनेको रहेछ त नाइ चल निकल भाइ त टुल्लु भाइ बिचराले नुहाइसकेर आएर कपाल तर उसले यस्तो भन्नु क्वेसन त ठग्छन् नि त होइन कोहीले नराम्रो मान्छे भनेर जोइन गराइदियो भने भोलि सबले गाली गर्नुहुन्छ भनेर चाहिँ उसले पहिला जाँच पडताल गरेको रहेछ कि ल ठिक छ होइन मेरो भाइ त्यस्तो के भन्छ तिमीले कमेन्टमा केसम्म लेख्यो होला कतै लेख्यो होला त्यो कुरा भएको थिएन भन कुरा भएको त थिएन होला त्यो कोही नत्र दिदीले त्यस्तो गरिदिने बुझेनौ म त लाइभमै बोल्यो कि भनेर लाइभमा हो मैले कमेन्ट गरेको थिएँ तर धेरै भएर नदेख्नु भएको क्या ठिक छ सुन तिमी कहिले पनि तिमी एकछिन रेस्ट गर बुझेनौ थाकिसक्यो होला तिमी कहिले पनि त्यस्तो नसोच है कहिले पनि आफूलाई दुनियाँले यस्तो भन्ला यस्तो भनेका थिए दुनियाँले यो गरेका थिए यो गर्लान् भनेर जसले पनि भनिसकेपछि मलाई भन्नु है मलाई यस्तो गर्यो यस्तो भन्यो भनेर मैले जानेको छु नि फेरि तिनीहरू सबैजनाको है तर तिमीले के ट्यालेन्ट प्रतिभा देखाउँछौ तर तिमीले ट्यालेन्ट देखाउँछौ भनेर त आयो तर के ट्यालेन्ट देखाउँछौ त सरी विशाल सरी म त कान्छो पो दाइ अलिकति फेसले सानो देखिने भएर मैले भाइ सरी है आइएम सरी विशाल दाइ सुन्नु
म धेरै खुसी छु। मैले चाहिँ होइन मैले हजुरलाई आफ्नै भाइ सम्झेको छु होइन। म त्यस्तो कहिले पनि गर्दिनँ। बरु मैले अहिले भन्दै गरेको कति कुराहरू मिस्टेक भयो होला हजुरको मन दुख्यो होला म सरी जान्छु। तर यता सुन्नु तपाईँ ट्यालेन्ट पनि देखाउनु कि होइन। यहाँ यतापट्टि मैले म्याच स्टार्ट गर्छु हजुरकोमा पनि मान्छे छन् होला माया गर्ने मान्छेहरू मभन्दा पनि धेरै माया गर्ने मान्छेहरू छन् तपाईँलाई बुझ्नु पनि एक्सेप्ट गर्नु मलाई भन्दा पनि धेरै माया गर्ने मान्छे चाहिँ तपाईँले यतिकैमा देखिन्छ बुझ्नुभयो। हुन्छ हुन्छ म एक्सेप्ट गर्नु त पहिला एक्सेप्ट गर्नु न। भएन एक्सेप्ट गरेको भएन काट्नु त पक्नु ल म पठाउँछु ल रोक्नु म एकछिन पठाउनु च्याट माया देखाइदिनु यार लभ यु यार। म हजुरलाई बाजा सुनाउँछु ल। पहिला पठाउनु न पहिला मलाई पठाउनु होइन पठाएको नेट घुमै छ। ए ठिक छ त्यसो भए अर्को दिन कहिले गरौँला। सुन्नु है विशालजी हजुर के सुनाउनु लाग्नु भएको थियो सुनाउनु त खै ल बग्नु आइदियो एकचोटि किन यो गेमै स्टार्ट भएन ल बग्नु है म सुरु गर्छु। ल तपाईँ नरुनु नि फेरि म वाचन गरेपछि है। ल गेम चाहिँ किन एक्सेप्ट भएन के एकचोटि कट भएर आउनु त अनि हुन्छ कि। अनि यो अपाङ्ग दाइले लगाउन बाँकी भएको त सबै मेरो कात्रो माथि लेख्नु भयो। घरमा जन्म दिने आमा रुन्छन् भनेर मात्रै जसो तसो बाँचेको होइन भने मलाई बाँच्नु मन पर्छ केही छैन। अति स्याड भयो विशाल ब्रदर लाइभमा ओ माई गॉड एकदम स्याड भयो यो मर्ने सर्ने उ गर्ने कुरा नगर्नु है। मर्ने सर्ने कुरा कुलबोयको अगाडि चाहिँ होइन नि फेरि है। यो मैले बाँचन मात्रै गरेको मेरो भाइ होइन ठिक छ त्यस्तो सोच्नु पनि हुँदैन त्यस्तो केही सोच्नु पर्ने 1000 वर्ष बाँच्नु विशाल दाइ 1000 वर्ष बाँच्नुपर्छ है। एकदम माया छ मेरो दाइलाई एकदमै माया छ। हामी साथी पनि भइसकेका छौँ है। आज लाइभमा आउनुभयो मैले हाम्रो भेटघाट हुन ढिलो भयो होला होइन ढिलो भेटियो होला तर एकदमै खुसी लाग्यो एकदमै मतलब यादगार भयो यो कुराहरू। मलाई पनि एकदमै खुसी लाग्छ आज आइदिनु भयो गेम खेलिदिनु भयो अनि मेरो मनको कुरा सुनिदिनु भयो। म खासै म हजुरसँग बोल्नको लागि र मेरो मनको कुरा सेयर गर्नको लागि मात्रै हजुरसँग जोइन भएको। म पनि यस्तो हजुर जस्तै मन भएको मान्छे धन्न भयो भने मलाई कुल भाइ मैले टिकटक चलाएको 2 वर्ष भयो। मलाई थुप्रैजना दादा दिदीहरूले तपाईँ जस्तै मनकारी मान्छेहरूले पैसा पठाइदिन्छु यो खा त्यो खा भन्छ क्या तर म उनीहरूको पैसा म कहिले लिँदिनँ। किन थाहा छ मेरो साथमा आमा बाबा पनि छ साथीभाइ पनि छ बिहान बेलुका खान पनि पाएको छु लाउन पनि पाएको छु होइन लाउन पनि पाएको छु तर कुनै गरिब दुखीले त बिहान बेलुका एक चाक टार्न अनि एक सरल लुगा लाउन पनि गाह्रो भइरहेको छ क्या। अनि कुनै बालबालिका ठुला भएका बालबालिकाले एक छाक खान पनि कति गाह्रो भइरहेको छ क्या। मैले पाउने रकम त्यस्ता गरिब दुखीहरूले पाओस् न उनीहरूले पायो भने मैले पाएको जस्तै हुन्छ तर मलाई 1 पैसा नदिनु। बरु हजुरको सोच एकदम महान सोच छ है। हजुरको आमा बुवालाई पनि एकदम मेरो यता साइडबाट कुलबोय दाइले कुलबोय भाइले सम्झिराख्नु भएको थियो भनेर भनिदिनु होला है। हुन्छ
हुन्छ होइन अनि त्यही भएर मेरो मनको कुरा सेयर मात्रै गरेको सुनिदिनु भयो दर्दनाक लाग्यो लास्टै नै म भन्छु गुल भाइ तपाईँ मान्छे होइन कि तपाईँ हामी जस्तो गरिब दुखीको लागि भगवान हो क्या तपाईँलाई ईश्वर भनेर पूजा गर्नुपर्छ साँच्चै हो मलाई चाहिँ त्यति लाग्छ एकदम गाह्रो छ क्या माया छ मेरो दाइलाई एकदमै माया छ फेरि भेट्नुपर्छ ल भाइ हुन्छ भयो तर त्यो छोडेर गएको मान्छे थियो नि तपाईँलाई माया गरेर छोडेर गएको मान्छे होइन त्यो बाचन मात्रै गरेको बाचन मात्रै हो क्या बाचनमा मेरो त्यही त म कसैलाई माया पनि गर्दिनँ पहिला आफ्नो लाइफ बनाउने हो क्या आफ्नो करियर बनाउने हो क्या बाचन मात्रै गरेको भाइ म त्यस्तो कहिले गर्छु आई लभ यु सो मच फेरि भेट्नुपर्छ आई लभ यु गुड नाइट राम्रोसँग बस्नु फेरि भेट्नुपर्छ ल भाइ ओके हुन्छ दाइ हुन्छ हस् लभ यु भाइ ओ माई गॉड यार धेरैजना मान्छेहरू अघि भाइले मतलब उहाँ दाइले के भनिरहेको बेलामा हाँसिराख्नु भएको थियो कमेन्टमा उ गरिराख्नु भएको थियो फनी लाग्छ राइट यो कुराहरू अलिकति यसो सोच्दाखेरि मलाई पनि भित्रबाट उ आइरहेको थियो कि बुझेन ए हाँसौँ कि जस्तो ए गरौँ जस्तो तर एउटा कुरा चाहिँ याद गर कि मान्छे भनौँ न अर्कै तरिकाले सक्दो मान्छे हुनुहुन्छ कि उहाँ चाहिँ है अलिक गाह्रै हुन्छ त्यस्तो कुराहरू लेख्न त्यस्तो कुराहरू सोच्नको लागि होइन त्यो लेभलमा गएर हामीले सोच्ने हो कि हो राम्रो ठिकै बाबाले भन्नुभयो राम्रै भन्नुभयो त्यो तरिकाले सोच्ने कि हामीसँग कम्पेयर गरेर हाम्रो लेभलमा राखेर त्यो सोच्यो भने हामीलाई अलिकति कमेडी लाग्छ लाग्छ होइन राइट त्यसैले जहिले पनि रेस्पेक्ट गर भन्छु म जहिले पनि माया गर्नुपर्छ सबैलाई माया गर मायाबाट माया फैलाऊ माया गर्नलाई पैसा लाग्दैन कि नो कस्ट म्यान यु नो राइट को आयो फेरि यहाँ रोज फाल्ने ओके बिग लभ टु एभ्रीवन टिम कहाँ पुगिसक्यो यहाँ आएर